होइन, किन यसरी टोलाएर बस्नु भएको? के भयो तपाईँलाई? अनुहार पनि मलिन मलिन देख्छु त। के हुनु नि, अब छोरा पनि दिन प्रतिदिन ठुलो हुँदै गइरहेको छ। आफ्नो कमाइ भने सुक्को छैन। अब छोराकै भविष्यको लागि भए पनि विदेश नगई नहुने भयो भाइ बुढी। त्यही त बुढा, म पनि तपाईँसँग यही कुरा गरौँ कि भनेर आएकी थिएँ। अब छोराकै भविष्यका लागि भए पनि विदेश त जानै पर्यो नि। बाबु, ए बाबु, खाना खाना आऊ न भने। अहिले फेरि तिम्रो स्कुल बस छुट्छ। त्यसलाई पनि समयमा अफिस नपुगी हुँदैन। हस् आमा, आएँ। खाना खाने समयमा विजय अलमल गर्छ र खाना मुखमै लिएर टोलाएर बस्छ। कति बेर लगाएको खानालाई? ल मोबाइल हेर्दै छिटो खाऊ। ल ल ल, ब्याग बोक छिटो हिँड न भने आफूलाई अफिस जान अबेर भइसक्यो। विजय विद्यालयतर्फ लाग्छ र विजयकी आमा अफिस जान्छन्। साँझको समयमा आमा, यो गृह कार्य आएन, सिकाइदिनुहोस् न। दिनभरि अफिसको काम गर, घरमा आयो घरकै काम गर, एकछिन फुर्सद हुँदैन। यसो फुर्सद मिलाएर मोबाइल हेरौँ भनेको त फेरि गनगन गर्न आयो। लायो मोबाइल हेरेर गर। यो गीतमा चाहिँ बनाउनु पर्यो। अब विजय आफ्नो गृह कार्य सकेपछि फेरि आमाकै कोठामा गएर खेल्न थाल्छ। अघि भर्खर पठाएको फेरि आएछ चल्न। कति चल्दो रहेछ। जा आफ्नो कोठामा गएर मोबाइल हेर। 5 वर्षपछि रिजल्टको दिन विजयकी आमालाई विदेशबाट फोन आउँछ। होइन, कसले फोन गरेछ? ओहो, बुढाले पो फोन गर्नु भएछ। हेलो, के छ तिम्रो खबर? अनि बाबुले पनि सन्चै छ नि? हजुर, हामीलाई त यहाँ सन्चै छ। बरु तपाईँलाई त्यहाँ कस्तो छ नि? ए मलाई नि ठिकै छ। साँच्ची आज बाबुको रिजल्ट होइन र? कस्तो गरेछ? कस्तो हुनु नि, फेल भयो। पढेर खाँदैन यसले। लौ हो र? कसरी भयो यस्तो? पहिले त राम्रै पढ्छ त। मात लागेको यसलाई माया बढी भएको। जे भन्यो त्यही पुर्याइदिएकै छौ, त्यसैले होला नि। त्यस्तो त नहुनु पर्ने। तिमीले बाबुको ख्याल राम्ररी राख्थेनौ कि के हो? समय दिँदैनौ कि के हो बाबुलाई? खै, के गर्नु पर्ने हो? यो भन्दा पनि बढी आफूले भ्याएको सकेको गरेकै छु जस्तो लाग्छ। ल ठिकै छ। यसपालि बल्ल बल्ल मेरो बिदा मिलेको छ। यही हप्ता नेपाल फर्किँदैछु। उतै भेटेर कुरा गरौँला नि। हुन्छ भइहाल्छ नि। चाँडै आउनुहोस् ल। 5 वर्षको लामो विदेश बसाएपछि विजयको बुबा घर फर्किएका छन्। को आएछ यति बेला? ए, आइपुग्नु भयो तपाईँ? आउनुहोस् भित्र आएर बस्नुहोस्। हुन्छ। थाकेर आउनु भएको होला, यहाँ बस्दै गर्नुहोस्। म तपाईँलाई पानी लिएर आउँछु ल। बाबु, ए बाबु, यता आऊ त। बुवा आउनु भएको छ। ओहो, बाबा आउनु भएछ। मलाई के ल्याइदिनु भएको छ? ल्याइदिएको छु नि मेरो प्यारो छोरालाई कति धेरै मिठाई। अनि तिमीले भने जसरी नै एउटा ल्यापटप र मोबाइल नै ल्याइदिएको छु। आहा, क्या मजा। अब त मसँग 2टा मोबाइल एउटा ल्यापटप हुने भयो। खाना खाइसकेपछि बेलुका बुबा र आमा बीच आफ्नो छोराबारे गन्थन हुन थाल्छ। यता सुन न। हजुर, भन्नु न। के हो, छोरा त मसँग बोल्नै आउँदैन त। खाना पनि नास्ता त खाँदो रहेनछ। हाँस्नै बिर्सिसकेको रहेछ त मेरो छोराले। भने पहिला भन्दा धेरै फरक भएको छ छोरो। कोठाबाट निस्किँदैन, स्कुल जान पनि खासै मनै गर्दैन। यसरी त हुँदैन। भोलि शिक्षकसँग कुरै गर्नु पर्ला। ए साँच्चै शिक्षक त हाम्रै घरको बाटो जानुहुन्छ।
बरु कुरेर भए पनि भेट्नु पर्ला। बेलुका विजयको बुबा घरको आँगनमा बसेर शिक्षकलाई कुरिरहेका हुन्छन्। त्यति नै बेला शिक्षिका उनकै घर अघिको बाटोबाट फर्किँदै हुन्छन्। म्याम नमस्कार। हजुर नमस्कार। कहिले फर्किनु भयो त नेपाल? धेरै भएको छैन म्याम। खासमा हजुरसँग एउटा कुरा आउनु थियो। एकछिन समय छ भने घरतिरै बसेर कुरा गरौँ न। खासै फुर्सद त थिएन। कुरा के थियो होला? यसो बाबुकै विषयमा हो। बाबुकै विषयमा हो भने भन्नुहोस् न त। घरतिरै बसेर कुरा गरौँ न है। यतै बसौँ न म्याम। विजयकी आमा, ए विजयकी आमा, यता सुन त, छोराको शिक्षिका आउनु भएको छ। चिया पकाएर ल्याऊ त। ए हस् हस्। अनि हजुरको विदेशमा कमाई त राम्रै होला नि, होइन? कमाई त राम्रै छ म्याम, तर काम गर्न चाहिँ अचाक्लै गाह्रो रहेछ। गाह्रो भएर के गर्नु म्याम, छोराको भविष्यको लागि गर्नै पर्यो। बच्चाको भविष्य बनाउँछु भनेर त जानुभयो, तर म त यहाँ बाबुको भविष्य बिग्रिँदै गएको पो देख्छु त। त्यही भने म्याम, पहिले छोराको पढाइ त यस्तो थिएन, अहिले बिग्रेको महसुस त म पनि गर्दैछु। खासमा यसको कारण चाहिँ के होला नि? के कारण हुनु नि? आजकलका स्कुलले पैसा मात्रै हेर्छ। अब त त्यस्तै पर्यो, म बाबुको स्कुल नै परिवर्तन गरिदिन्छु। अवश्य परिवर्तन गर्नुहोस्, तर पहिला आफूलाई पनि परिवर्तन गर्नुहोला। मतलब? भन्नुहोस् त, तपाईले आफ्नो बाबुलाई कति समय दिनुहुन्छ? भ्याए पो दिनु नि। घरकै कामले आफूलाई एकछिन फुर्सद हुँदैन। त्यसमाथि जागिर, उसकै भविष्यका लागि दौडधुप छ। एकपटक बाबुलाई यहाँ बोलाउनुहोस् त। बाबु, ए बाबु, देख्नु भयो त? सुन्छ त यसले? मायाले बोलाउनुहोस् न। बाबु, ए बाबु, होइन कस्तो जिद्दी गरिरहेको? आइरहेको छु त, कति कराउनु भएको? नमस्ते म्याम। नमस्कार बाबु, यता बस त। बाबु, तिमी दिन कसरी बिताउँछौ भने त? के गर्नु नि म्याम, मोबाइल हेर्छु, ल्यापटप हेर्छु, अनि अलिअलि गृह कार्य पनि गर्छु। अनि तिमीलाई खेल्न मन लाग्दैन? खेल्न मन त लाग्छ नि म्याम, तर सबै व्यस्त हुनुहुन्छ। कोसँग खेल्ने, कोसँग बोल्ने भएको हुँ। अनि मम्मीले त तिमीलाई समय दिनुहुन्छ होला नि, होइन? दिनुहुन्छ नि म्याम, सबै दिनुहुन्छ, तर समय। के अभिभावकको जिम्मेवारी खाना लाउन दिनु मात्रै हो र? बाबा विदेशमा हुनुहुन्छ, आमा आफ्नै काममा व्यस्त हुनुहुन्छ। मसँग खेल्ने, समय बिताउने कोही पनि छैन म्याम। त्यसैले म धेरै जसो समय मोबाइलमा नै बिताइरहेको हुन्छु। बाल बालिका भनेका काँचो माटो जस्तै हुन्। हामीले जस्तो साँचोमा राख्छौं त्यस्तै आकार लिन्छन्। तपाईले आफ्नो बच्चालाई सबै सुख सुविधा त दिनुभयो, तर कहिले उसको मनको कुरा बुझ्ने कोसिस गर्नुभयो? हामी साथी हौ, साथ छौं भन्नुभयो? गल्ती गर्दा गल्ती सुधार्ने कोसिस गर्नुभयो? नात्यो है, हामी छौं भन्नुभयो? कमाई जीवनका लागि हो, जीवन कमाईका लागि होइन। मोबाइल दिएर हामीले मौनता किन्यौं, समाधान होइन। ज्ञान किताबमा मात्र होइन, संवादमा पनि हुन्छ। हिजो आज मोबाइलको स्क्रिन चम्कँदैछ, तर बाल बालिकाको भविष्य भने अन्धकारतर्फ जाँदैछ। व्यस्त भने तर छोराछोरीलाई बेवारिसी। बाबु, तिमी के गर्छौ? म त घर बसेर टिभी हेर्छु। के? छोराछोरीलाई बेवारिसी।
मोबाइलको स्क्रिन फुट्दा मोबाइल नै फेरिदिउँ। बच्चाको मन फुटेको देख्दै देखेनछौँ। आज पनि समय दिन सकेनौँ भने भोलि आँसु दिँदा पनि सन्तान फिर्ता हुने छैन। सही भन्नुभयो। हामीले जहाँ उसलाई गलत देख्यौं त्यहाँ उसको गल्ती नै थिएन। प्रविधि खतरा होइन, प्रविधिले भरिएको खाली मन भने खतरा हो। ऊ हाँस्यो मोबाइलको स्क्रिनका लागि, तर ऊ रोइरहेछ तपाईहरूको न्यानो काख र समयका लागि। अब म विदेश जाँदिनँ, यतै काम गर्छु, बच्चासँगै बाँच्छु, बच्चासँगै रुन्छु र उसलाई परिवारको महत्त्व बुझाउँछु। म पनि अब पहिलो प्राथमिकता परिवारलाई र बच्चालाई नै दिन्छु। म पनि अब हातको मोबाइल छोडेर असल मान्छे बन्छु। हामी तयार छौं, सक्षम छौं सहकार्यका लागि, सबै मिली कोपिला हुर्काउनका लागि। मोबाइल हातमा होइन, सीमामा राखौँ। बालापन मनमा होइन, काखमा राखौं।